समुद्र पुग्यो यही हो है समुद्र हामी चाहिँ अब सपिङ गरेर सकिसकेको छ। हेलो गाइज व्हाट्सअप सबैलाई फेरि पनि वेलकम छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी जाँदैछौँ जापानको बिचमा घुम्न है, समुद्र घुम्न जाँदैछौँ। अब अहिले चाहिँ दिउँसो 1-2 बज्न लागिसक्यो। उनीहरू गइसक्यो, उनीहरू अस्ति गएर आइसक्यो। हामी चाहिँ अब बहिनी चाहिँ गएको छैन होला होइन समुद्रतिर। समुद्र चाहिँ गएको तर बिचमा चाहिँ गएको छैन होला। समुद्र गयो ट्याक्क अहिले गएर हेर्नुपर्छ के कस्तो छ त। म त कति हो कति गइसकेँ। ऊ चाहिँ रेडी हुँदैछ, म चाहिँ फुल रेडी भएर अब गन्तव्यतिर जान लागेको है। ल टक्क अब माथिबाट बहिनी र ज्वाइँ आइसकेपछि अनि एकचोटि टक्क भिडियोमा टक्क भेटेर अनि सिधै समुद्र गएर। आज चाहिँ बाहिर मौसम चाहिँ यस्तो छ कि अलि घाम पनि लागिरहेछ है। ल उतै गएर भेट्नुपर्छ अब। ल हामी चाहिँ पुरै रेडी भएर गाडीमा पुगिसकेको छौँ है। उनीहरू चाहिँ आउँदैछ, गाडीभित्र वेटिङ हान्नुपर्छ। आहा क्या गर्मी होला जस्तो छ त, हाफ प्यान्टै लाउनु पर्ने चाहिँ क्या हो। ल हामी चाहिँ अब चाबी नै अन गर्न बिर्सेछु कि फेरि यस्तो छ है। हिजो म बसेको थिएँ नि त, म बसेपछि फेरि सिटै ढल्किन्छ के। ल हामी चाहिँ अब निस्केको है टक्क पाएर समुद्रतिर। धेरै नचिचा के भयो अब मेरो। अब तिमी चाहिँ म्याप हेर होइन, मेरो बाटो एकछिन बेला बेला टक्क पारेर भिडियो बनाइराख्नुपर्छ। म्याप हेर है कताको बिच हो यो, नयाँ बिच भन्छौ गएर मैले त्यहाँ अड्काउनु मिल्नु पर्ने यार, यस्तो राम्रो हुन्थ्यो होला, नमिल्ने रहेछ कि। हामी चाहिँ पुगिसक्यौँ है नयाँ समुद्रमा। ल आएको धेरै अलि उनै रहेछ, अलि नयाँ ठाउँ रहेछ। ल हामी चाहिँ यहाँ टक्क पारेर म्याप हेरिदिनु लाग्यो है कस्तो के छ त, के कस्तो छ त समुद्रमा, कस्तो रमाइलो हुन्छ कि नै त। समुद्र आउँदा कस्तो कपडा लगाएर आउने त भनेर चाहिँ हामी अब हेर्दैछौँ। यस्तो प्यान्टहरू लगाएर आएछ किनकि आज खासै गर्मी छैन, हावा चलिरहेको छ, पौडी नखेल्ने होइन करुण? भन न, बोल न। ल उनीहरू चाहिँ पछाडि पुरै मेकअप हान्दैछन्, समुद्र आउँदा नि मेकअप हान्नुपर्छ। बाटो चाहिँ यस्तो छ है, यस्तो उकालो छ। आहा हावा पनि कस्तो राम्रो चलिरहेको छ। ऊ करेन्ट चाहिँ माथि गइसक्यो। ल समुद्र पुग्यो यही हो है समुद्र ल यस्तो छ है, ठाउँ चाहिँ यस्तो छ है। हावा चाहिँ लास्टै लागिरहेको छ यहाँ चाहिँ होइन। तल चाहिँ त्यो ऊ छ के, नजाऊ त्यहाँ मान्छेहरू हेर्न, त्योबाट ऊ हेर्न खोलामा त्यो ऊहरू ढुङ्गाहरू तानिरहेको छ नि त्यहाँ गहिरो भएर त्यो ऊ त्यो हेर्न मान्छेहरू त्यहाँ खोलामा ढुङ्गा तान्दैछन्। जाऊ तिमी गएर आऊ, इन्सुरेन्स गरेको छैन फेरि झ्याउ हुन्छ। बरु इन्सुरेन्स गर अनि फेरि लिएर आउँला तिमीलाई एकचोटि, मिल्दैन के। ल तिमी गएर आऊ, ल तिमी गएर, इन्सुरेन्सै गरे छैन यार तिमी, फेरि सिधौला नि फेरि। त्यही भएर इन्सुरेन्स गर भने आयो, त्यही भएर इन्सुरेन्स गर भने आयो गरौँ हेर त। अहिले आनन्द हुन्थेन, पैसा आउँथ्यो नि 1 करोड। कपाल यस्तो बा। करण चाहिँ जाँदैछन् है, यो उहाँ पुगिसके। झन् समुद्रको नजिक आइसकेको छौँ है।
मलाई त डर लागिरहेको छ कस्तो गन्दा आगो माछा छि तिमी यस्तो ठाउँमा नआऊ छर्दै उता जानु पर्दैन केही छैन उता केही छ करण केही छ उता मान्छे टन्नै छन् अनि भयो जाऊ तँ त्यो नाग्यो बहिनी भ्यास भाँसिन्छ नि उता अर्को समुद्रमा जाऊँ कि हिट पर्यो गन्दा हिट छिटो झ्याउँछ तिमीलाई हिट लास्ट गन्दा आएको यो समुद्र त छ्या यो समुद्र लास्टै गन्दा आएको छ अब हामी अर्को समुद्र जान्छौँ है लेट्स सी है त यहाँ चाहिँ अलि समुद्र अलि फोहोर रहेछ हामी चाहिँ अब अर्को समुद्रतिर जानु लाग्यो यहाँ चाहिँ अलिक चराहरू पनि धेरै मरेको रहेछन् के मेरो त छैन यी फोहोर मेरो त सफा छ राम्रो छ ठाउँ चाहिँ अब अर्को ठाउँ जानु पर्यो के कस्तो भइरहेको छ त रमाइलो भइरहेछ पार्किङ चाहिँ त्यहाँ छ यस्तो छ है बाटो चाहिँ है यहाँ चाहिँ राम्रो रहेछ भित्र गएपछि चाहिँ सिनहरू चाहिँ राम्रो राम्रो रहेछ तर अहिले चाहिँ कस्तो हुन्छ अलिक फोहोरहरू भएको कारणले गर्दा अलि हामी चाहिँ गएन है यहाँ भित्र चाहिँ अब त उता टापुमा चाहिँ राम्रो राम्रो फोटो आउनु रहेछ तर हामी चाहिँ गएनौँ है ल हामी चाहिँ यहाँ समुद्र घुमेर होइन अब सक्यो यहाँ चाहिँ अब हामी अब सपिङ हान्न आएको है सपिङ चाहिँ गर्नु पर्यो यसो नपारेर युनिक्लोतिर एचएमतिर जिउतिर यसो हेर्नु पर्यो यहाँ पुरै भित्र ठुलै छ पसल ल भित्र जानुपर्छ हेर्न होइन के कस्तो छ त भित्र जाम त यहाँ बिल्डिङ पनि खतरा छ पुरै यहाँ पार्किङ चाहिँ लगभग 5000 गाडी अड्दो रहेछ ल हामी चाहिँ भित्र जाँदैछौँ थिच न त्यहाँ थिच ल हामी चाहिँ अब यहाँदेखि टक्क झरेर जाँदैछौँ है मैले गर्ने यस्तो भिडियोमा आउनै गर्छ कि गर्नु फेरि भिडियोमा आउँदा चुप्प लगाएर साइलेन्ट बस्दिन्छ नि ल हामी यता खोल्यो ल ल भित्र गएर यसो न भेट्नुपर्छ है हामी चाहिँ अब जुत्ता पस्न पुगिसकेको छौँ है हेर्नुपर्छ यसो न सामानहरू के कस्तो छ त है हेर्छौ त के किन्छौ ए तिमी हेर न तिमी जे भन्छ त्यही किनिदिइहाल्छु नि सबलाई कुन्टा जुत्ता किनिदिन्छु सबलाई कुन्टा एक एक जोड त होइन एक कुन्टा के लेफ्ट कि राइट एउटा चुज गर्ने के ल हेर है ल यही हो है सबै छ यहाँभित्र कुन चाहिँ एबिसी मार्ट चाहियो कि तिमीलाई एडिडास चाहियो कि नाइक चाहियो कि होइन जे एउटा किनिदिन्छु लेफ्ट कि राइट एउटा हुन्छ ओके छ फिल्ममा दिन्छ यहाँ त तिमीलाई नि आधा तिमीलाई चाहिँ आधी के आधी तिमीलाई चाहिँ आधी के यहाँ माथि फिल्म हल पनि छ नि यहाँ माथि फिल्म हल पनि छ अहिले फिल्म हलमा जानुपर्छ है ल हामी एचएम पुगिसकेको छौँ है भित्र चाहिँ अब यसो यिनीहरूले सपिङ गर्छ म चाहिँ हेरिदिन्छु मात्र किन्ने भने म किन्दियो भने ठिकै छ किन्दैनन् भने अब यो कहाँ अनि केटीको ठाउँमा आएर अनि तिमी अनि हामीले नि हेरौँ भनेर हुन्छ कहाँ गयो ऊ हेर्न थालिसक्यो त केटाको उता छ हेर दामी दामी पाउँछ फेरि पाइन्टहरू चाहिँ पाइन्टहरू दामी दामी ऊ दामी सेल लगाएको रहेछ है एचएममा चाहिँ ल यिनीहरूले यो कपडा किनेर दुई जोड किनेर भ्याइसक्यो ल हामीले चाहिँ यसो न सामान किनेर सकिसक्यो अब चाहिँ हामी पार्किङतिर जाँदै हो खाजा पनि टन्नै खाइयो है खासै सपिङ चाहिँ खासै गरेन मैले त म्याक खाएको होइन म्याक चाहिँ मिठो लाग्यो उनीहरू चाहिँ कहाँ पछाडि उनीहरूलाई मल हेर्दै ठिक्कै छ
त लास्टै ठुलो म्यागी किनेको सबभन्दा ठुलो यही त हो नि थाहा भयो कर्ण म्यागी किनेको सबभन्दा के अरे ठुलो कसरी हाँसियो नि पछाडि ल हामी चाहिँ अब कतातिर घरतिर लाग्नु त होला नि घरतिर जानु त होला नि अब हामी होइन ल म त लास्ट निन्दा लाग्यो है निन्दा लाग्छ मलाई त लास्टै निन्दा लाग्यो मुनि चाहिँ अब साउन्डहरू किन्न चाहिँ के बोल्दै नबोल्न है भन्छ सुनिन्छ कारण एक गेम हान्ने हो कि अघि एक गेम हानेको या छिट्टै मऱ्यो 2 मिनटमा भनेर भनिन नि फेरि गेमै हान्ने छैन घर घर खेल्दै नदेला नि फेरि कहाँ खेल्यो कतिलाई खेल्यो म जिस्काएको हो त्यो त कर्णलाई भिडियोमा देखाउनलाई पो हो नि ए खेलेको छैन भन्दैछु छैन हो खेलेको अरे भिडियो सिडियो बनाउँदा त लास्ट हात दुख्नु रहेछ यो कसरी भलगर बन्छन् हो मान्छेहरू चाहिँ यहाँभित्र चाहिँ यस्तो छ है ए सब मान्छेहरू बिजी छन् पसल पसल सबै बिजी मान्छेहरू चाहिँ तल हेरे तल बिजी माथि हेरे माथि मान्छे चस्मा पसलमा है चस्मा यसो चस्मा हेरौँ भनेर मेरो चाहिँ यस्तो छ हेरौँ के कस्तो छ त चस्माहरू ल हामी चाहिँ अब सपिङ गरेर सकिसकेको छ सकेर चाहिँ हामी जाँदै हो अब होइन त भन न ल अब यहाँदेखि चाहिँ टक्क लिफ्ट चढेर टक्क माथि हान्नुपर्छ यहाँ मुनि फेरि सुपा पनि छ एउटा सस्ता पाउने क्या सुपा छ किन भन त छ यहाँदेखि भित्र लागेर यस्तै छ जापानको जिन्दगी होइन काम गरेर गऱ्यो अब कति 4 दिन बिदा थियो 4 दिन मेरो त 9 दिन हो 4 दिन बिदा सक्यो अब आजदेखि फाइनल भोलि 1 दिन भोलि र पर्सि बिदा बाँकी छ ल जुत्ता अब हेर्ने चाहिँ यही हो सेलमा हेरेर 6000 जुत्ताहरू अब फर्किँदा यिनीहरूले चाहिँ अब यहाँ जुत्तामा सेल लागेको देखेर अब किन्ने अरे के म त किन्दैन अब तिमीहरू किन्ने भए किन मलाई चाहिँ जुत्ता मेरो धेरै छ 10 जुत्ता छ मेरो घरमै मलाई त पर्दैन ल किन्ने भए किन नि त म किनिदिन्छु किन नि त किन्ने भए म किनिदिन्छु कि एउटा ल कति दुई जोड जति किन 2 जोड जति किन हुन्छ ल हिँड न म किनिदिन्छु कि हिँड नि त ल हिँड नि त आऊ कि ल हिँड नि त पार्किङ चाहिँ लास्टको छ यहाँ माथि चाहिँ कतिवटा 5000 गाडी अटाउने बेबी होइन यो अस्ति नि त्यहाँ अनि तल त्यहाँ लेखेको थियो त हामी अस्ति आउने बेला यहाँ तल चाहिँ कति 2000 कति अनि यहाँ माथि चाहिँ 2000 कति पार्किङ हो नि त 5000 गाडी पार्किङ पुरै वरिपरि छ ठुलै छ है म्यागी गेनको सबसे ठुलो ओहो हो हो हामी चाहिँ अहिले यो सेकेन्ड स्ट्रिटमा आएको होइन यसो न सामानहरू हेरौँ न ऐना सैना हेर्नु पर्यो अरे सामान थोरै बहिनीले चाहिँ सामान किन्दैछ है यहाँदेखि चाहिँ अनि घरतिर जानुपर्छ ल हामी चाहिँ अब घुमेर सकिसकेको छ घरतिर जाँदै हो सेकेन्ड स्ट्रिट पनि गएर आइसक्यो है गिटार पनि किनिहाल्यो ल कस्तो लाग्यो आजको घुमेर रमाइलो लाग्यो घुमघाम भयो राम्रो भयो बहिनी कस्तो लाग्यो कि घुमघाम गरेर कस्तो लाग्यो कस्तो राम्रो लाग्यो किन समुद्र कस्तो लाग्यो समुद्र मलमा गइस् कस्तो भन्ने कस्तो लाग्यो घुमेर कस्तो लाग्यो त कहाँ घुम्यौँ हामी समुद्र गइयो त्यसै मलतिर समुद्र त हामी छुन त गयो नि चरा हेरिस् त नि राम्रो गोल्डन विक त हाम्रो डायमन्ड विक भएको छ ल हामी चाहिँ अब यहीँदेखि चाहिँ हाम्रो भिडियो चाहिँ इन्ड हान्दैछौँ अब फेरि अर्को भिडियो लिएर आउनेछौँ हाँस्ने हो न त एकचोटि बाई बाई ल बाई बाई गरिदेऊ नि त बाई बाई गरिदेऊ बहिनी बाई बाई गरिदे बाई बाई गरिदेऊ
म्या